चाहिँ बिग केक प्याराडाइज मात्र हुँदैन हाम्रो बेकरी मात्र हुँदैन हैन मैले चाहिँ हामीले चाहिँ नयाँ के स्टार्ट गर्दैछौँ भने बुके शप सो हामीले चाहिँ एउटा बुके शप पनि स्टार्ट गर्न लागेको छौँ जुन कि योसँग केकसँगै लिङ्क हुन्छ सो हे गाइस वेलकम टु माय न्यू भ्लग अहिले चाहिँ भ्लग मैले कति बजी स्टार्ट गरेको छु 3 बजे अघि केकहरू सबै डेलिभरी सकिसकेको छ हैन कतिसम्मको चाहिँ थपिन्छ थपिँदैन थाहा छैन हैन जाँदा थियो सबै क्लियर भइसकेको छ अहिले चाहिँ म अलिकति हिसाब गर्न लागेको छु सामानहरू अर्डर गर्नुपर्ने छ है केही सामानहरू अनि आज एउटा कुरो अनि त्यही हो अनि एउटा केही कुरा मैले एड गर्न लागेको छु त्यो म बेलुका लास्टमा ब्लगको लास्टमा भन्नेछु हैन केही कुरा हो सो अहिले चाहिँ म हिसाब गर्नु लागिरहेको छु सो हिसाब गर्छु के छ कस्तो छ हैन स्थिति अनि त्यो अनुसारले चाहिँ गर्नु पऱ्यो बाँकी काम चलिरहेको छ आज यही काममा लागिरहेको छु आज चाहिँ म अफिस जाने थिएँ तर गइनँ किनभने अहिले सन्चो पनि छैन अल्छीमा लागिरहेको छु जानलाई एन्ड त्यही नै हो म बेलुका भन्नेछु प्रपरली के छ भन्ने कुरो सो त्यही नै हो लेट्स गो जाउँ के हुन्छ हैन सो गाइस चाहिँ अँध्यारो पनि भइसक्यो है एउटा केक थपिएको छ 8 बजेको लागि त्यो बनाएर राखिदिन्छु रोज पनि छ त्यसको लागि हैन त्यो रोज लिन जानुपर्ने हो अहिले सो पहिला यो चाहिँ बनाएर कम्प्लिट गरेर राखिदिन्छु मेरो हेर्ने चाहिँ कहाँ गएछ चाहिँ मै बनाउँछु कता गयो हेर्ने कहाँ गयो एकछिन गाइस यो केक रेडी भइसकेको छ हैन बस हामी लिएर जान्छौँ यो एउटा फुल हैन हेर्दै जान्छौँ माथिबाट तलबाट फुल हाल्न बाँकी छ यो चाहिँ हामी रोज सबमै गरेर हाल्छौँ किनभने अहिले वहीँ पुग्नुपर्छ डेलिभरी लोकेसन नि त्यहीँनिर हो नि त सो लिएर जान्छौँ सो गाइस हामी चाहिँ आइसकेको छौँ टिचिङमा है फेरि टिचिङमा आएको छौँ हामी चाहिँ यो चोटि डेलिभरी गरेर आएको है फेरि यहाँ कस्टमरले पुर्न बसिरहेको छ होइन यहाँ पनि डल्लै बसियो बस्छ हामी 4 दिन बस्यो यहाँ हाम्रो बाबुको हात भाँचिँदा होइन काटेको हात ऊ त्यहाँ यो इमर्जेन्सीमा होइन बसेको ऊ यहाँभित्र फेरि हामी कति महिनापछि हामी 2 महिना आज ठ्याक्कै 10 गते हामी 2 महिना के भन्छ नि 2 महिनापछि आयो कि यहाँ ठ्याक्कै हाम्रो बाबुको हात काट्दा नि त 10 गते काट्यो हो नि ओ माई गड हामी ठ्याक्कै के भन्छ नि बाटो हजुर 2 महिनापछि ठ्याक्कै 2 महिनापछि हामी टिचिङमा आज के भन्छ अरे डेलिभरी गर्न आएको हजुर टाइम पनि झन्डै मिलेको छ अहिले 8 बज्न लाग्यो हामी त्यति बेला रातिको 11 बजे आएको थियौँ भनेपछि ओ माई गड 2 महिनापछि हामी टिचिङमा फेरि आएको तोबा मलाई त कसैले केही नहोस् भन्छु म त हस्पिटल आउन जति कस्तो लाग्छ कि हस्पिटल आउन चाहिँ सो गाइस अन्त डेलिभरी नै आयो खाजा पनि खाइयो होइन अनि खाना पनि खाइयो सो अब फिडिङ टाइम यिनीहरूलाई सबलाई खाना दिन्छु होइन यसको खाना चाहिँ यहाँ छ अहिले यसको निको भयो तलको अस्ति भएको थियो नि कोले भ्लग हेर्नुभयो उहाँलाई थाहा छ होइन यसको रातो भएको थियो एउटा माछाको सो हिटर अलिकति पानीको अलिक वार्म भएर चाहिँ त्यसको भएको रहेछ मैले चिसो पानी एड गर्दा थिएँ सो तपाईँहरूले ट्राई गर्न सक्नुहुन्छ तपाईँहरूको घरमा माछाको एक्वेरियम छ भने चाहिँ त्यस्तो प्रब्लम आयो भने एन्ड यसको फिड चाहिँ यहाँनिर छ सो यसलाई पनि मजाले दिन्छु कति सफा भयो पानी हेर्नु यो पो राम्रो भयो त लास्टमा त ल तिमीहरूले मजाको जन्माउनु मलाई त्यही टेन्सन लाग्यो कुन बेला जन्माउनु यत्रो मान्छे कसरी थाहा पाउने हो टेन्सन भयो यहाँ त ल खाऊ मजाले सो त्यही नै हो अब चाहिँ साँच्चै मैले आज भन्छु भनेको थिएँ
सो गाइस यो निकाल्दिउँ न भिडियो त लामो छ है अब त्यसको तेल भन्दा सो यो लाउने होइन धेरै चाया पर्छ कि एन्ड मैले जुन आज भन्छु भनेको थिएँ पहिला यो चाहिँ सफा गरेर देखाउँछु होइन त्यो एक्स्ट्रा किबोर्डहरू चाहिँ मैले सबै हटाइदिएको छु होइन यो नर्मल किबोर्ड मात्र राखेको छु एन्ड आज त्यस्तो धेरै खासै अर्डरहरू थिएन जति अर्डर थियो भइहाल्यो बिहानै अनि मलाई रुगा पनि लागिरहेछ ऊ पनि भइरहेछ अनि म बिहान अलिकति सपहरू पनि चारेको थिएँ होइन अनि खासमा कुरो के भन्दा चाहिँ अब चाहिँ मैले सरी अलि मजाले भनौँ न यार यति कहाँ भनेर हुन्छ भनेको यति कहाँ भनेर हुन्छ सो यस सो अब चाहिँ बिग केक प्याराडाइज मात्र हुँदैन हाम्रो बेकरी मात्र हुँदैन होइन मैले चाहिँ हामीले चाहिँ नयाँ के स्टार्ट गर्दैछ भने बुके सप सो हामीले चाहिँ एउटा बुके सप पनि स्टार्ट गर्न लागेको छौँ जुन कि योसँग केकसँगै लिङ्क हुन्छ सो पेज छुट्टै हुन्छ यसको चाहिँ होइन अनि त्यहाँबाट चाहिँ हामीले यो बुकेदेखि लिएर फ्लावर आइटमहरू के हुन्छ त्यो भने किन भन्दाखेरि चाहिँ हामीले पहिला चाहिँ अरू सपहरूमा दिन्थ्यौँ होइन अरू सपहरूमा दिँदाखेरि हुन्थ्यो ठिकै हुन्थ्यो तर कस्तो हुन्थ्यो भने एउटा टाइमको इस्यु हुने भयो मेन प्रब्लम चाहिँ टाइमको इस्यु हुन्छ होइन एन्ड नेक्स्ट भनेको चाहिँ प्राइस तलमाथि भइदिने कि कहिले यति हुन्छ कहिले यति हुन्छ होइन त्यो फिक्स नै छैन कि त्यो हुने अनि कहिले ऊ गर्दाखेरि जस्तो कुनै कस्टमरले अर्डर गर्नुभयो रेड रोजको साटो पिङ्क रोज गरिदिनु लास्ट टाइम मैले पिङ्क लगाएको थिएँ भनेर उहाँले पिङ्क मन पऱ्यो भने अब पिङ्क सोद्धाखेरि हुँदैन एन्ड अर्को भनेको फ्रेस नहुने है यस्तो प्रब्लमहरू आउनु थालिसकेपछि प्राइजहरूमा कहिले 500 रुपियाँको लागि 700 रुपियाँ कहिले 400 रुपियाँ त्यसरी लिनु हुँदाखेरि चाहिँ हामीलाई अलिकति अप्ठ्यारो पर्न लाग्यो अनि हाम्रो चाहिँ पहिलेदेखि नै यो कुरामा चाहिँ सिप्स हातमा सिप्स भने किन सोध्नु यो कुरा नि होइन सो त्यो भएर चाहिँ मैले स्टार्ट गर्न लागेको छु त्यो पनि होइन मलाई रहर लाग्छ 4-5 वटा काम चलाउनको सो त्यसको चाहिँ मैले चाहिँ खासमा अलिकति स्टार्ट गरिसकेपछि रिभ्यू गरौँ भन्ने सोचिरहेको थिएँ तर त्यसलाई अलिक टाइम लाग्ने भयो सो पहिला त हाम्रो पेजको हाम्रो सपको नाम के हुन्छ अहिले चाहिँ पेजबाटै म चलाउँछु अनलाइनै होइन पछि जुन बेला यो बेकरी अलिकति ग्रो हुन्छ नि त्यति बेलामा त्यसलाई पनि एउटा पार्ट अफ बनाएर चाहिँ स्टार्ट गर्न लागेको छु अनि सो यसमा कसरी स्टार्ट गर्छु कसरी हुन्छ त्यो डेली म देखाउने छु स्टार्ट हुने बित्तिकै सो अहिले चाहिँ यसमा अलिअलि त्यसको थ्योरी त्यसको हिसाब किताब जति जम्मै यसमा मैले उ गरिसकेको छु होइन त्यो चाहिँ देखाउनु मिल्दैन सो एन्ड बाँकी भन्ने कुरो पेज सपको नाम के हुन्छ एन्ड लोगो कस्तो हुन्छ सबै कुरा फाइनल गर्नेछु इन्स्टाग्राम एकाउन्टहरू सबै रिप्ले गर्नेछु होइन अनि त्यसको अफरहरू पनि मैले भन्नेछु त्यसमा कस्तो अफर हुन्छ अनि यसमा कस्तो अफर हुन्छ तर प्राइजको हिसाबले भन्दा चाहिँ पहिलाभन्दा धेरै डाउन हुन्छ होइन यो चाहिँ बेनिफिट हुने पनि छ कस्टमरहरूको लागि एन्ड हाम्रो लागि पनि सो हामीलाई पनि इजी हुने भयो टाइम सेभिङ हुने भयो सो त्यो नै लागेको छ अब त्यो कहिले हुन्छ एक्ज्याक्टली चाहिँ म भन्न सक्दिनँ तर हाम्रो इन्स्टाग्राम प्लस टिकटकमा चाहिँ मैले रिप्ले गर्नेछु एकाउन्ट एन्ड हजुरहरूले फलो गर्न सक्नुहुन्छ अनि चेक पनि गर्न सक्नुहुन्छ होइन त्यो हो एन्ड अफरहरू पनि आउँदैछ नयाँ अफरहरू पनि आउँदैछ एन्ड मैले इनसाइड द बिग केक प्याराडाइज के गर्दैछु भन्ने कुरो चाहिँ डेली म देखाउँदैछु त्यही नै हो मेरो खासमा मैले यो 2-3 दिन भयो यसको लागि प्लानिङ गरेर आएको होइन एक्कासी आएको प्लानिङ हो यो चाहिँ होइन गर्नुपर्छ कि जस्तो लाग्यो मलाई किनभने कसरी गर्न मन लाग्छ भने एउटा मनी बुके थियो जुन कि मनी बुके हाम्रोमा खासै अर्डर आउँदैन कोही बाहिरकोले गर्नुहुन्छ किन भन्दाखेरि चाहिँ प्राइस धेरै हाई हुन जान्छ किन भन्दाखेरि अब जस्तो मानम एउटा 1000 रुपियाँको मनी बुके बनायो जस्तो कस्ट चाहिँ 1000 रुपियाँ लाग्ने हो मनी जत्रो बनायो भने होइन 1000 रुपियाँको बुके छ मानम हो अब हामीले सपलाई भन्यौँ 1000 रुपियाँ भन्छ उहाँले त्यो कस्टमरकै प्राइसमा लिनुहुन्छ हामीलाई होइन अब हामी सबबाट गएर लिएर आउँदाखेरि त हामीलाई चार्ज लाग्छ 50 रुपियाँ एक्स्ट्रा या 100 रुपियाँ 200 रुपियाँ एक्स्ट्रा लाग्छ नि त हो
अनि कोही बेलामा चाहिँ लेट भइदिन्छ, कोही बेलामा के हुन्छ। अनि जस्तो 1000 रुपियाँकोलाई अब हामीले भन्नु पऱ्यो 1200 रुपियाँ 1300 है चार्ज प्लस हामीले डेलिभरी गरिदिएको लिनु गएको यो सबै गरेर 1-200 त हामीले पनि गर्नु पर्यो। सबै कुरो फ्रीमा त हुँदैन बिजनेस खोलिसकेपछि। सो त्यति गर्दाखेरि चाहिँ अब कस्टमरहरूले 1000 रुपियाँको जुन कि बुके सबबाट पाइरहनु भएको छ भने हामीबाट के लिनुहुन्छ त हो, लिनु हुँदैन हो। त्यो कारणले चाहिँ हामीले नि प्रोभाइड, हामीलाई नि धेरै रिक्वेस्टहरू आउँछ, हामीलाई नि यो बुकेको केकसँग हुन्छ नि त धेरै, किनभने केक र बुके भनेको एउटा ऊ हो कि यो दुइटा कम्बिनेसन मिल्छ क्या है, दुइटा कम्बिनेसन मिल्ने हुनाको कारणले चाहिँ गरिदिउँ हो। अनि अब धेरैजना त छैन, हामी 2जना मात्रै छौँ, 2-3जना मात्रै छौँ। सो अब कसरी स्टार्ट गरिन्छ, कसरी ह्यान्डल गर्छौँ होइन। अब त्यसको पनि डेलिभरी छुट्टी हुन्छ, त्यसको रिप्लाइजहरू पनि छुट्टी हुन्छ, त्यसको कस्ट पनि अब सजिलो त छैन हो, एक्स्ट्रा प्लस कस्ट हुन्छ। किनभने एडहरू रन गर्नु पऱ्यो, धेरै कामहरू हुन्छ, मार्केटिङको कामहरू हुन्छ, सबै कुरो काम हुन्छ, टिकटक इन्स्टाग्राम सबैतिर पनि भ्याउनु पऱ्यो, भ्लग छुट्टै छ होइन, सबैतिरको गर्नु पऱ्यो। अनि त्यसपछि गएर अब अलरेडी हाम्रो बेकरीको यति रन गराउँदाखेरि 4-5वटा सप्लायर ह्यान्डल हुन्छ भने अब अझै नेक्स्ट 1-2टा सप्लायर थप्न सक्छ। सो 7-8वटा सप्लायर्सहरू हुन्छ, तिनीहरू ह्यान्डल गर्नु पऱ्यो, सबै कुरो ह्यान्डल गर्नु पऱ्यो। सो कसरी ह्यान्डल गर्छु, के गर्छु, म सबै कुरा भन्नेछु होइन। एन्ड सब चाहिँ हाम्रो यही चावलबाटै स्टार्ट हुन्छ। अब आउँदैछ बिस्तारै, मैले लोगोहरू बनाउनु लागेको छु, नेमहरू पनि कन्फ्युजन भएको छ 2-4वटामा। सो त्यो पनि गर्न लागेको छु, किनभने मलाई ब्रान्डेबल नेम चाहिन्छ, सुइटेबल, सर्ट एन्ड सुइटेबल, मान्छेमा रिमाइन्ड होस् होइन, त्यस्तो आफ्नो नाम चाहिँ मलाई मनपर्छ। अनि दि केक प्याराडाइजको चाहिँ कस्तो भयो भन्दाखेरि पहिला हामी केक प्याराडाइज मात्रै थियो, खासमा यसको भन्नुपर्दाखेरि चाहिँ होइन। एन्ड पछि लास्टमा केही महिनापछि मैले चेक गरेको अलरेडी एउटा सप रहेछ जुन कि इन्डियामा केक प्याराडाइज डोमेन उहाँले लिइसक्नु भएको रहेछ। सो मलाई प्रब्लम पर्छ पछि वेबसाइटहरू क्रिएट गर्दाखेरि मलाई प्रब्लम हुने भएको कारणले चाहिँ अगाडि डी राखेर चाहिँ स्टार्ट गरेँ। दि केक प्याराडाइज द राखेँ सुरुमा होइन, द केक प्याराडाइज राख्यो, तर अलिकति ओल्ड भाइब थियो कि, अनि त्यसको नाममा डी केक प्याराडाइज भनेर राखेँ। सो त्यहीबाट रन भयो, त्यहीबाट मान्छेले मन पराइदिनु भयो। अहिले पनि हामीलाई कल आउँदाखेरि मेसेजहरू आउँदाखेरि डी केक हो प्याराडाइज कसैले पनि उयो गर्दैन, डी केक हो, यही नै एकदम सुइटेबल लाग्छ। सो त्यही नै हो, फाइनली हाम्रो बुके सप पनि ओपन हुँदैछ बिस्तारै। सो लेट्स स्टार्ट के हुन्छ। अनि यसको सामानहरू पनि किन्न जान्छौँ, जुन कि हामीलाई चाहिन्छ होइन, त्यसको लागि मैले लिस्ट बनाइरहेको छु। सो त्यो सामानहरू पनि लिएर आउँछौँ बिस्तारै, भोलि पर्सितिर अब कहिले भ्याइन्छ, किनभने यता डेलिभरी पनि गर्नु पऱ्यो, केक पनि बनाउनु पऱ्यो, सबै कुरो फोकस त्यता गरेर यता बन्द गरेर त गर्नु कुरो भएन नि। त्यही नै हो, हेर्दै जाउँ कस्तो हुन्छ, तपाईँहरूलाई पनि थाहा हुन्छ, हामीलाई पनि थाहा हुन्छ, हामी पनि न्युनै हो, सिक्दै गर्ने हो, गर्दै गर्ने हो होइन। 3-4वटा काम हातमा लिएको छौँ, अझ ड्राई छैन, ड्राई अझ पछि हुन्छ। मैले त्यसको लागि छुट्टै गराएर गरे विचार गरेको छु। सो ड्राई पनि आउँछ बिस्तारै, कमिङ सुन भनौँ होइन। एन्ड त्यसपछि मेरो एक्ज्याक्टली जर्नी सुरु हुन्छ। जर्नी त पहिलेदेखि सुरु भइसकेको छ होइन, धेरै स्ट्रगल पनि गर्न पऱ्यो। कुनै दिन म भ्लगमा भन्छु भनेको होला, तर त्यस्तो सिचुएसन मिलेको छैन। मैले टोटल्ली यसको बारेमा मैले कसरी स्टार्ट गरेँ, के थिएँ पहिला, म कसरी काम गरिरहेको थिएँ, सो यसको बारेमा पनि भन्छु भनेको थिएँ। इफ कमेन्ट सेक्सनमा कमेन्ट आयो भने मात्रै। सो अहिले धेरैजना हेर्नुहुन्न, सो अहिले स्टोरी भनेर काम छैन। सो ल अब चाहिँ गएँ भित्र एन्ड एडिटिङ गर्छु। अब यो सेटअप त यतिकै थन्किरहेको छ होइन, यसको पनि केही गर्नुपर्ने छ। एन्ड आज स्कुटर चाहिँ यताउति भन्ने सोचिरहेको थिएँ, तर सन्चो छैन, पानी धेरै छ भने स्थितिहरू छैन। सो त्यही हो कारणले हो, अझ एडिटिङतिर लाग्छु एन्ड त्यसको काम पनि गर्नुपर्छ। सो त्यही नै हो आजको ब्लगमा, खासै त्यस्तो स्पेसल थिएन, जस्ट यो कुरा सेयर गर्न मात्रै आएँ। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। आई होप मलाई राम्रो लागेला, राम्रो लागेमा लाइक कमेन्ट सब्सक्राइब गर्नुपर्छ, नफेरि एउटा अर्को ब्लगसँगै त्यति हुन्छ मलाई चाहिँ। बाबा